Hello and namaste. Welcome back to my another new vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकै छु है। र आजको हाम्रो भिडियो चाहिँ मोमो को भिडियो हुनेछ है। मोमो खाने छ आज भेज मोमो, भेज प्लस झोल मोमो खाने छ है। पहिला हामीले एकपल्ट मैले चाहिँ एमजी मार्ग रोल हाउसमा खाएको थिए है। अनि आज चाहिँ अहिलेसम्म चाहिँ मैले ट्राई गरेको छुइनँ घरमै बनाएर खाने। आज चाहिँ हामीहरू ट्राई गर्नेछ है घरमै बनाएर, हेर्दै चाहिँ कस्तो हुनेछ है। र आज चाहिँ हामीहरू यहाँ अहिले भर्खर भाइको रुम आएको छ रम्फू है। भाइहरूको रुममा बनाएर खानेछ। हेर्दै जाउँ भिडियो कस्तो हुनेछ र झोल मोमो पनि कस्तो हुनेछ। आफै बनाएर खाने चाहिँ फर्स्ट ट्राई हो। हेर्दै गर्नुस् मेरो भिडियो। हेलो, अब चाहिँ हाम्रो यहाँनिर किमा बनाउनु स्टार्ट भइसकिसक्यो है। मेरो हस्बेन्डले चाहिँ किमा गरमको प्याजहरू काट्नु हुँदैछ। हाम्रो बुहारीले चाहिँ कोपी ग्राइन्ड गर्नु हुँदैछ। यता हाम्रो एकजना सानो नानी हुनुहुन्छ है, जुस पनि हैन जुस खाइरहनु भएको छ। यता प्याज कटिङ हुँदैछ। यहाँनिर चाहिँ धनिया पनि कटिङ हुँदैछ प्याजहरू काटिसकेर। हाम्रो चाहिँ कोपी पनि एकदम रेडी भइसक्यो। यहाँनिर चाहिँ हामीहरू कोपीको पानी उयो गर्दैछ निचारेर। अब चाहिँ म चाहिँ यहाँ किमा मुस्नु आँटेको छु है। पुरा तपाईँ त डिप्रेसनमा गएको जस्तो हुनुभयो त। खोप्टेरै यो पानी के गर्थ्यो भनेर नि। हजुर ए त्यो पनि देखाउनु पर्छ नि। जानु उयो गरेर त्यसलाई सोयाबिन भन्छ त्यसलाई चाहिँ होइन। हामी चाहिँ झोलको लागि प्रिपेयर गर्दैछौँ। र म चाहिँ यहाँनिर किमा मुस्दैछु है। किमामा चाहिँ मैले गाजर अलिकति बिट हालेर भेजको लागि हो रेडी गरेको छु। हाम्रो यहाँ चाहिँ भटमास र बदाम रेडी भइसक्यो। र अब चाहिँ यहाँनिर तिल छ है, तिल भुट्नुको लागि अब रेडी छ। तिल पनि एकदम रेडी भइसकिसक्यो है। अब यो सुकेपछि मतलब सेलाएपछि चाहिँ हामी ग्राइन्ड गर्नेछ। चाहिँ हामीहरू मोमो बनाउनुको लागि एकदम रेडी हुँदैछ है। यहाँ दिदीले चाहिँ डल्ला पारेर अब बेल्नु आँट्नु भएको छ। हाम्रो किमा पनि एकदम रेडी। दिदीले चाहिँ डल्ला बनाउनु हुँदैछ। यहाँनिर निमादाले चाहिँ रोटी बेल्दैछ र म चाहिँ मोमो बनाउने। यहाँ अन्त भाउजूले चाहिँ मोमो बनाउनु हुँदैछ। हाम्रो चाहिँ मोमो बनाउनु स्टार्ट भयो अब। र यहाँ चाहिँ एक मक्टु चाहिँ रेडी पनि भइसक्यो है। मैले बसाउनु पनि राखेको छु र अरू पनि अब बनाउँदै जानेछु। र यो पकाएको चाहिँ रेडी पनि भइसक्यो है पाकेर। एकदम बेसी हेर्नुहोस् एकदम मिठो देखिरहेछ। र यहाँ चाहिँ साथसाथै मोमो बनाउँदै ओर्दै यहाँनिर अचार झोलको लागि रेडी हुँदैछ है। यहाँनिर झोलको लागि चाहिँ लसुन र अदुवा फ्राई गर्दैछु। र मैले चाहिँ यहाँनिर टमाटर पनि हालेँ है। अनि टमाटर लसुन अदुवालाई मजाले पकाउनुपर्छ। अनि यहाँनिर चाहिँ मैले केही राखेको छुइनँ। अरू चाहिँ अलिकति हल्दी र अनि नुन राखेको छु। आफूलाई जति नुन राख्नुपर्छ त्यो हिसाबले अब आफूले जति त्यो हिसाबले नुन राखेको छु।
र अब म चाहिँ यहाँनिर झोलको लागि है रेडी गर्दैछु झोल बनाउनुको लागि। यो चाहिँ हाम्रो टमाटर खोर्सानीको पेस्ट हो। यहाँनिर अघि टमाटरहरूको पेस्ट हालिसकेको छु यो पानीमा। र अब टाइम छ यो पाउडर हाल्ने उयसको लागि हाल्दैछु है यो उयसहरूको पेस्ट पाउडर। बिस्तारै बिस्तारै हाल्दै चलाउनुपर्छ है, नभए चाहिँ डल्ला बस्छ। र चाहिँ मोमो पनि पाक्दैछ र हाम्रो झोल पनि एकदम रेडी हुँदैछ है, उम्लिँदैछ। र झोलको लागि यहाँनिर धनिया कटिङ हुँदैछ। हाम्रो चाहिँ यहाँनिर झोल पनि एकदम रेडी भयो। फाइनली हाम्रो मोमो पनि पाकिसक्यो, झोल मोमो रेडी है। म चाहिँ यहाँनिर खानुको लागि सर्भ गर्दैछु मेरो आफ्नो लागि। अरूले पनि रेडी हुनुहुन्छ खानुको लागि। अब टेस्ट गरेर हेरौँ है त कस्तो भएछ आजको झोल मोमो। रेडी भइसकेको छ। अब चाहिँ हामीहरू खानु आँटेको। स्याम हाम्रो है लो दाजु आउने दामी झोल हाल्नु नि। पहिला झोल किन पहिला मोमोले मात्रै झोल हाल्नु पर्छ। तातो कस्तो लाग्यो झोल मोमो तपाईलाई? दामी भयो मिठो। तपाईलाई टर्न आएकै छैन? तपाईलाई कस्तो लाग्यो? हाम्रो यता भान्से चाहिँ यता हुनुहुन्छ। तपाईलाई कस्तो लाग्यो राजेन्द्र? दामी भयो। अब तपाईको टर्न। दामी दामी दामी। मोमो बेसी खान सक्दैन नि। यहाँ देखाउनु। दामी पिरो ठिकै छैन? निमा दादा अचार चाहियो कि? मैले चाहिँ फर्स्ट टाइम खाएको झोल मोमो खाएको। को कसले फर्स्ट टाइम खाएको? मेरो सेकेन्ड टाइम। घरमै बनाएर चाहिँ आज यो फर्स्ट टाइम। देखेको खाएको तर चाहिँ नि यहाँ पानीमा डुबाएर खाएको होला भने जस्तो लाग्थ्यो मलाई क्या। तर पानी होइन रहेछ एक्चुअलमा चाहिँ यस्तो बनाउनु पर्दो रहेछ कि सुप। अन्त सुपमा डुबाएर खानु पर्दो रहेछ, दामी हुँदो रहेछ। मजा आयो भाइ? यम्मी मजा आएन। खानु पर्दैन। अब यो झोल कम्ती हाल्नु नि, झोल मेरो डुबाउनु खानु। है खान सकेन छोडिदिनु ल बिहान खानु। खान मन लाग्यो फेरि खुवाउने फेरि मन लागेको छ भने जबरजस्ती बाउको गर्दै लन्च पनि स्टार्ट गऱ्यौँ। हामीले मोमो र
सकिसक्यो लास्टमा चाहिँ एकदम बेसी तपाईँहरूले देख्नु होला गरम भएर चाहिँ एकदम बेसी पसिना पसिना भइरहेछ है तातो तातो झोल मोमो खाएर एकदमै मिठो भएको थियो र लास्टमा चाहिँ कोक खान आँटेको छु फ्रिजको है र यति भन्दै आजको मेरो भ्लग यतिमै एन्ड हुँदैछ तपाईँहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर अनि मेरो च्यानल सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला अनि इफ तपाईँहरूलाई झोल मोमोको रेसिपी चाहियो भने तपाईँहरूले कमेन्ट गरेर भन्नुहोस् म रेसिपी सेयर गर्नेछु बाई बाई